हेलो एभ्रिवान, आज चाहिँ बोजू र म बाहिर जाँदैछौँ तर महिना भएर लाग्यो अनि आज म चाहिँ राम्रो फिल हुँदै थियो। पानी पर्दै घाम लाग्दै भइरहेको थियो, त्यो चाहिँ पुरा पानी परिरहेको थियो। पानी परे पनि केही छैन, हामीसँग छाता छ। कामहरू सकेर हामी चाहिँ निस्क्यौँ अनि खाजा खानलाई गयौँ। यहाँभित्र चाहिँ यस्तो डेकोरेट छ अनि यहाँ चाहिँ के पाइन्छ मैले देखाइरहेको छु। अनि म चाहिँ बसेँ, कस्तो गर्मी थियो कि यहाँ त कतितिर भेट हुन्छ नि फुवाहरूलाई यहाँ हेर्नु न भन्दै थिएँ। हाम्रो चाहिँ किमानहरूलाई आइसकेको छ अनि अचार लाउनु हुँदैछ निनीले, मैले चाहिँ खाइला। कति धेरै मिठो हुन्छ क्या यहाँनिर चाहिँ सबै कुरा, लाफिङदेखि लिएर सबै मिठो हुन्छ। अनि हामी चाहिँ लाग्यौँ घरतर्फ। चाबेको हलचल यस्तो रहेको छ, निनीले चाहिँ चाबेलमै छोड्यो अनि हामी घरतर्फ लाग्यौँ। पानी पर्दा रहँदै हुने भइरहेको थियो क्या, अनि त्यसरी बाजेको लागि चाहिँ किनेर लाग्यो। घरमा त पुगेँ, कति ठुलो पानी पऱ्यो कि धन्न अलिकति छिटाएछ भन्ने बस। यो झोलाले गर्दाखेरि सब लुगाहरू फेरि धुनुपर्ने भएको थियो। हे भगवान्, कहिले सक्नु भन्ने सोचिरहेको थिएँ, तर नि केही छैन भने मैले चाहिँ धुनु एकदम कम्मर कसेँ। अनि वेदर चाहिँ यस्तो रहेको थियो। आजको भिडियो चाहिँ यस्तै भयो, बाई बाई।